अब आज म यो सम्मानित सदनलाई सभामुख मार्फत सरकार कसरी सञ्चालन हुन्छ भनेर तपाईलाई म सिकाउन चाहन्छु। हाम्रो 3 तहको सरकार हुन्छ। एउटा संघीय सरकार भयो, एउटा प्रदेश सरकार भयो र एउटा स्थानीय सरकार भयो। जुन ठाउँमा घटना घट्यो त्यो ठाउँमा ट्राफिकले लगाएको होइन, ट्राफिकले व्हील लक गरेको होइन। कुनै भिडियोमा छ ट्राफिकले लगाएको, त्यसमा व्हील लक लगाएको छ, नगर प्रहरीले लगाएको छ। म विपक्ष दलका साथीहरूलाई, मान्छेहरूलाई सोध्न चाहन्छु, स्थानीय सरकार कसको छ अहिले? राष्ट्र स्वतन्त्र पार्टीको छ? यो प्रदेश सरकार कसको छ अहिले? राष्ट्र स्वतन्त्र पार्टीको छ? 2 तहको सरकार त तपाईहरुसँग छ। यो नियम कानुन हामीले बनाएको, तपाईहरुले बनाएको, तपाईले कार्यान्वयन गर्न नसकेर हामीले कार्यान्वयन गरेर हामीले देखाएको र त्यही नियम कानुनमा टेकेको हो हामीले। अहिले ब्ल्याक टिनको कुरा आइरहेछ, कालो सिसा लगायो। त्यो कालो सिसा बनाउने नियम हामीले कोरेका थियौं, तपाईहरुले कोर्नु भएको। त्यसलाई हामीले पालनामा त गराएको। कति कुराहरू तपाईहरुले जानेर अबुझ गर्नु भएको। किन म धेरै भयो मैले सहेको। अब यो सम्मानित सदनलाई एउटा रेस्पेक्टेड भ्यू पोइन्टबाट हेर्नुपर्छ। यसमा अलि आफूले बोल्दाखेरि एकदम मर्यादा राखेर बोल्नुपर्छ। तर घुटकन भइसक्यो। गाह्रो हुन्छ कहिले कहिले तपाईको यसरी हेर्दाखेरि के आफ्नो देश राम्रो होला भनेर हामीहरू सबै युवाहरू एउटा आशाले लडेका थियौं र आज आएर विपक्ष दलका साथीहरू, जतिजना मित्रहरू हुनुहुन्छ, जतिजना राजनीतिज्ञहरू हुनुहुन्छ, देश चलाएर 50औं वर्ष राज गरेका माननीयज्यूहरूबाट हामीले सिक्नुपर्नेमा आज हामीले यस्तो कुरा देख्न पाइरहेछौँ। हामीले तपाईहरुबाट सिक्नुपर्ने हैन र?